बुढीको लागि चटपटे प्याज र टक्कसँगले काटेको खोर्सानी ट्याप्पा हाल्ने, त्यसपछि टमाटर टक्कसँगले स्लाइस गरेर चप गरेर ट्याक्कसँगले जसरी हुन्छ त्यसरी हाल्ने बोइल गरेको आलु सुइँ हाल्ने होइन। अनि त्यसपछि टक्कसँगले बदम हल्का भुटेर टक्कसँगले, अनि त्यसपछि झ्याम्मसँगले मटर हाल्ने, मटर नै चना, त्यसपछि मिक्सरहरू जे जे छ त्यो झ्याप हालिहाल्यो। त्यसपछि टक्क आयो वाइ वाइ, अर्को पनि आयो वाइ वाइ, त्यसपछि आयो मटर। वाइ वाइ हो नि त त्यसो त। अनि वाइ वाइ बिना त के नि, वाइ वाइको मसलाको झन् धुलो सही हुन्छ। ओहो धनियाँ पनि झ्याम्मसँगले धनियाँ पनि काटेर झ्याप हालिदिइहाल्ने हो। अनि त्यसपछि आयो निम्बु, निम्बु बिना त फेरि मजै आउँदैन हौ, निम्बु हाल्यो होइन। त्यसपछि आयो हल्का बिर्नु, डाइजेसन पनि त हेर्नु पऱ्यो होइन। अनि त्यसपछि टक्कसँगले चटपटे मसला रेसिपी चाहिँ भरिहालिदिन्छु। त्यसपछि आयो तोरीको तेल 2 चम्मच, चलायो। अलि सानो पुरोले चलाउँदा सही हुन्छ हो। त्यसरी झ्याप्पसँगले माथिबाट फर्र टक्क मुरै हाल्नुपर्छ यसरी। त्यसपछि टकसक सुई घुमाउने, आयो चटपटे रेडी। वाह मुखमा पानी आयो यार, खाने होइन।